गाइस यहाँ हेर्नु न नितेनसँग डराएको नानी चाहिँ दिदी बुहारीले बदमास गर्दैछ है यहाँनिर टाइटानिक जाँचमा चढ्नु नपायो भने टाइटानिक डाँडा चाहिँ आउनु पाएँ हो। हेलो गाइस पेपुलो वेलकम टु नेहा ब्लग न्यू डे न्यू ब्लग है। अन्त आज चाहिँ म चाहिँ मामेलाई भेट्नु जान आँटेको है। अस्ति आप्पाको आमालाई भेट्नु जान आँटेको होइन, गएको छुइनँ नि त तल। अन्त यहाँ सोरेङै हो, सोरेङ चाहिँ तर यहाँदेखिको अलिकति तल, आँगीहरूकोदेखिको अलिकति तल है। अन्त आज चाहिँ हामी त्यहाँनिर जान आँटेको, आँगी र आँसु चाहिँ गइसक्नु भएछ है। अन्त हामी चाहिँ बाइक र स्कुटीमा जाने भनेर यहाँनिर भाउजू नानीहरू यहाँनिर बसिरहेको छ। त्यहाँदेखि हुँदैछ भाउजूले ब्याग बोकेको कहाँ जान आँटेको भाउजू अम्बो। अन्त माथि चाहिँ नितेन र मन्जुल दादाहरू पर्खिरहनु भएको छ है। अन्त हामी चाहिँ यहाँबाट निस्केको अहिले एकछिनमा देखाउने छु तपाईँहरूलाई पनि होइन। अन्त सोरेङ पनि कस्तो छ के छ भनेर मामेहरूको घर पनि देखाउने छु तपाईँहरूलाई है। अहिले एकछिनमा भेट्ने छु, बाई बाई। गाइस यहाँ हेर्नु न नितेनसँग डराएको नानी चाहिँ नानीको हेलमेट डराएको हुने यहाँनिर हेर्नु न डराएको नानी चाहिँ नितेनसँग चाहिँ डराउँदैछ है। यहाँनिर त्यही बाइक छ, ऊबाट त्यही स्कुटी छ। भाउजू चाहिँ यहाँनिर निस्किँदैछ। चेन बाई बाई आउनु ल। हामी चाहिँ यहाँबाट निस्केको है। यहाँदेखिको चाहिँ उही तल मात्रै हो, बेसी चाहिँ छैन होइन। बाटो चाहिँ यस्तो छ, तपाईँले पनि हेर्नु सक्नुहुन्छ। यहाँबाट निस्किने बाटो चाहिँ अफ छ यहाँनिर चाहिँ गाइस। यहाँ चाहिँ हेर्नु न बाटो मजाको देख्दो रहेछ यहाँनिर। अहिले यो चाहिँ खोलेर मजाको देखेछ यहाँनिर चाहिँ। पहिला झाडै झार्थ्यो है, अहिले चाहिँ यहाँनिर सफाहरू गरेछ होइन, सफा देखिरहेको छ। हामीले हाम्रो चाहिँ जानुपर्छ, निस्किनुपर्छ, मेन रोड निस्किँदैछ अहिले चाहिँ हामी है। भिलेज लाइफ यहाँनिर हेर्नुहोस् न कतै ओह्रालो तल मामहरूकोमा जान्छ भनेर मैले तपाईँहरूलाई अस्तिको ब्लगमा नै देखाइसकेको छु है। यहाँनिर न सोरेङको बाटो चाहिँ दामी छ है गाइस। क्या शीतल हावा आयो। पछाडि चाहिँ भाउजूहरू आउनु हुँदैछ है। यहाँबाट उकालो लाग्नुपर्छ फेरि है। मामेहरूको चाहिँ बाटो हेर्नुहोस् न गाइस, बाटो चाहिँ यस्तो छ। यस्तो बाटोमा चाहिँ हिँड्नु चाहिँ तर मजा आउँछ है। यस्तो बाटोमा हिँड्नु पाएन भने त भिलेज लाइफ आएको र नआएको त केही भएन नि होइन। यस्तो बाटोको एक्सपिरियन्स हिँड्नु ओर्नु चाहिँ मजा आउँछ गाइस। खुट्टा थर्नेकोले चाहिँ तर खुट्टा चाहिँ हेब्बी दुख्छ है। तर मलाई यस्तो पत्ताहरू झरेको चाहिँ होइन पुरा मनपर्छ। हेर्नु न यस्तो बाटोहरूतिर पत्ताहरू झर्छ नि गाइस सुकेर, कस्तो दामी देख्छ नि हौ, मनपर्छ है। यहाँनिर चाहिँ हेर्नुहोस् न सिबी र मकैको बोटहरू लगाउनु भएको रहेछ है। यहाँतिर चाहिँ यस्तो चाहिँ तर यस्तोहरू रोप्नु ओर्नु चाहिँ मजा आउँछ होइन। अन्त ऊपर चाहिँ आरुचाको बोट अरे है। यहाँतिर पनि लगाएको छ गाइस, तपाईँले हेर्नु सक्नुहुन्छ होइन। यस्तो आफ्नै घरको बाहिरतिर यस्तो स्पेसहरू छ भने यस्तोहरू गर्नु चाहिँ मलाई पनि मनपर्छ है। यस्तोहरू रोप्नु चाहिँ गाइस मलाई पनि मनपर्छ। तर माथि दार्जिलिङमा चाहिँ यस्तोहरू गर्ने उनी जग्गा नै छैन है। अन्त त्यही भएर चाहिँ यहाँकोले चाहिँ अर्ग्यानिक चाहिँ खानु चाहिँ पाउँछ होइन, खानामा चाहिँ सबै कुरा है। अब चाहिँ हामी यहाँबाट बाइकहरू राखेर पनि अब चाहिँ हामी तल जान आँटेको है मामेलाई भेट्नु। आप्पाहरूको ठुलो आबेनको घर हो है, त्यहाँबाट जाँदैछु। यहाँनिर चाहिँ ठुलो घर हो है, आप्पाहरूको घर हो। यो चाहिँ माथि मल्लीमा हुने आबेनको है, आप्पाहरूको अलिकति ठुलो दाजुको। अन्त यहाँनिर चाहिँ मामेहरूको किचन होइन, यहाँनिर चाहिँ रुम है। यो चाहिँ आप्पाहरूको घर हो गाइस। यहाँनिर चाहिँ गरमै रहेछ। माथि दार्जिलिङ भन्दा चाहिँ गरमै छ है। यतिको माथि हिँड्नु चाहिँ सक्छु, माथि त हिँड्नु सक्दैन नि त हावाले होइन। यतिको माथि यहाँनिर चाहिँ माम हुनुहुन्छ है, आप्पाहरूको आमा। यहाँनिर चाहिँ हेलो भनिदिनु न आगी। हेलो
हेलो भन्नुहोस् हेर्नु नि आपाको बहिनी आपाको बहिनी होइन आपाको बहिनी रहेछ आपाको बहिनी हुनुहुन्छ त्यहाँनिर त्यही सबैजना बसिरहनु भएको छ है आङ्गीहरू त्यही अगाडि नै आएर बसिरहनु भएको छ मामलाई देखायो त नि यहाँ चाहिँ माम नितेनको माम यहाँनिर त्यही हाम्रो त्यही माम त्यही त्यही भाउजूले त्यही यहाँ सुन्तलाको बोट होइन मामहरूको घरमा चाहिँ यहाँ त्यही भाउजूले नातिनी बुहारीले बदमास गर्दैछ है यहाँनिर सुन्तला झार्दैछ यो चाहिँ मामहरूको बोटको अर्ग्यानिक सुन्तला है अस्तिसम्म त्यही यहाँनिर पुरा थियो सुन्तला झऱ्यो सानोबाट के यहाँनिर चाहिँ अस्ति चाहिँ पुरा थियो है सुन्तला अहिले त्यही सुन्तलाको सिजन होइन अलिअलि रहेको रहेछ त्यही झार्नुहुँदैछ होइन यो चाहिँ हाम्रो घरको अर्ग्यानिक हो लानुहोस् न खानु न त्यही आँसुले ट्राई गर्नुहुँदैछ अमिलो एकदम अर्ग्यानिक सुन्तला घरको होइन गुल्लो गुल्लो अमिलो अमिलो छ भाउजू पानी देखाइरहेको छ है पानी तताउनु हुँदैछ यहाँनिर त्यही आगीले त्यही यो चाहिँ यहाँनिर बस्नु चाहिँ यस्तो मजा आउँछ होइन विन्टरमा चाहिँ मजा आउँछ गाइस यहाँनिर बसेर आगो ताप्नु यो चाहिँ मैले कति वर्ष बाद फिल गर्दैछु यहाँनिर चुल्हामा बसेको है यहाँनिर चाहिँ आगीले चुल्हामा आगो यो चुल्हामा पकाएको खाना चाहिँ यस्तो मिठो हुन्छ होइन गाइस त्यो टेस्टी हुन्छ है मलाई त्यो चुल्हामा पकाएको मनपर्छ साँच्चै भनेको यो उयो गएपछि चाहिँ क्या बस्तीमा गएपछि होइन चुल्हामा पकाएको खानाहरू चाहिँ पुरा मनपर्छ है अन्त हामी चाहिँ मामहरूको आएर चाहिँ खाना बनाउँदैछौँ तपाईँले ग्यासमा यहाँनिर चाहिँ पानी तता राख्नु भएको छ आगीले चाहिँ है यो चाहिँ मामहरू कुखुराहरू पनि पाल्नु भएको होइन यहाँतिर त जग्गा हुन्छ नि गाइस माथितिर त जग्गा पनि हुँदैन यस्तोहरू कुखुराहरू पाल्नु ओर्नु नभए त माथितिर पालेर पनि घरमा पालेर कुखुराहरू खानु ओर्नु मिठो हुन्छ अर्ग्यानिक पनि होइन सब्जीहरू रोप्नु मनपर्छ तर यहाँ माथितिर चाहिँ जग्गा नै हुँदैन होइन यहाँतिर चाहिँ जग्गाहरू हुन्छ है त्यो पुरा करी पत्ता थियो यो बोटमा चाहिँ होइन यो बोट चाहिँ अहिले झरिरहेको रहेछ है यहाँनिर चाहिँ करी पत्ताको बोटहरू हो मामहरूको तलनिर चाहिँ कौलोको बोट हो है ठुल्ठुलो कौलो हुन्छ है हामीले चाहिँ यहाँ झगडा पऱ्यो दुईजना यहाँनिर मेरो कन्टेन्ट यही हुन्छ झगडा गएको मेरो कन्टेन्ट यही हुन्छ झगडा होइन मलाई भाउजूलाई चाहिँ यहाँनिर चाहिँ अन्डा र आलु बनाएँ हामीले है यो चाहिँ पातल फ्राई रहेछ क्या अब यो चाहिँ मैले घरको यो पनि अर्ग्यानिक धनियाँ हो होइन मामहरूको बारीमा नै परेको यो चाहिँ अब मैले काटेर यहाँनिर हाल्दैछु अन्डा र आलुमा है सबै चिज अर्ग्यानिक यहाँनिर चाहिँ मैले पापडहरू फ्राई गरेर राखेँ है यो चाहिँ भाउजूले भुटेको यो पालकको साग यो चाहिँ पालकको साग हो यो पनि अर्ग्यानिकै हो यो चाहिँ भाउजूले बनाएको नै राख्नु भएको है A few moments later. गाइस अहिले यहाँनिर बम्बे डाँडामा चाहिँ आएको थिएँ हामी यहाँनिर घुमाउनु थियो बम्बे डाँडामा जानु भन्नुभएको थियो होइन दामी छ भनेको थियो तर यहाँनिर बम्बे डाँडा चाहिँ आउनु नपाए पनि बम्बे जग्गा जानु नपाए पनि बम्बे डाँडा चाहिँ आउनु पाएँ है तर यहाँनिर कता यहाँनिर चाहिँ तर केही छैन यही मात्रै रहेछ बम्बे डाँडा चाहिँ यही हेरेँ है यहाँनिर यो सोरेङको बम्बे डाँडा चाहिँ यहाँ बम्बे डाँडादेखिको तल आएको थिएँ होइन कहाँसम्म चाहिँ आइपुग्दो रहेछ भनेर यो बाटो चाहिँ है बाटो चाहिँ यहीँसम्म मात्रै रहेछ लोवर सोरेङ 0 किलोमिटर यहाँदेखिको तल चाहिँ बाटो नै छैन रहेछ है यहीँसम्म मात्रै रहेछ बाटो चाहिँ हेर्नु न क्या दामी तल तल चाहिँ घरहरू रहेछ है अब चाहिँ हामी यहाँनिर एकछिन बस्छु है
गाइस अहिले त्यही यहाँनिर हामी त्यही टाइटानिक डाँडामा आइरहेको छु है फेरि टाइटानिकमा त्यही जाँच्दै छैन टाइटानिक डाँडामा त्यहाँ आएको जाँच्दै छैन तर यहाँनिर टाइटानिकको त्यही है यहाँनिर त्यही भर्खर टोक्छ भनेर पुरा डर लाग्छ मलाई कुकुरहरूसँग त्यही है आफ्नो हावा चाहिँ दामी आउँदैछ टाइटानिक फेसमा दिनु न यसरी यो त टाइटानिक फिल गरेको तपाईँ र म अजिल दादा हौ तपाईँ र म अजिल दादा दुईजना वाउ क्या मजा आयो हावा चाहिँ क्या दामी शीतल हावा अजिल दादालाई पनि राख्दिनु न दुईजना यहाँबाट निस्केको अब त्यो घुमिसक्यो है टाइटानिक डाँडा बम्बई डाँडा अरे बम्बई पुग्नु नपाए बम्बई डाँडा त घुम्नु पाएँ होइन टाइटानिक डाँडा अरे टाइटानिक जाँचमा चढ्नु नपायो भने टाइटानिक डाँडा चाहिँ आउनु पाएँ हो नामहरू पनि हो के हो है अन्त अब चाहिँ हामी चाहिँ यहाँबाट चाहिँ निस्केको अब चाहिँ हामी फेरि मामहरूकोमा गएको है हामी जाँदैछु यहाँनिर बाइक र स्कुटीमा आएको हामी चाहिँ है अब त्यही मामहरूकोमा जानु आँटेको दुईजना त्यहाँनिर बात के गर्ने झन्डै नालीमा खाँदियो बहिनी तिमी त झन्डै नालीतिर पुगेछौ त के भयो ऊबाट निर त झन् नाली किन झन्डै अब चाहिँ हामी त यहाँनिर मामहरूकोमा आइपुग्यो घुमेर पनि है अब चाहिँ हामी फेरि जाँदैछौँ मामहरूकोमा